राखे अब के भन्छ यो झुसेहरू हामी भनेको इमान इज्जत र प्रेस्टिज भएको मान्छे तकवा लाको मान्छे 10 देश घुमेर 11 खाले मान्छे भेटेर 12 खाले भाषा सिकेको मान्छे तर कहिले काहीँ आफैले बोलेको भाषा आफै नबुझ्ने मान्छे के भनेर एउटा अनुहार भएको दुईटा मान्छे हुन्छ हौ काटी कुट्टी मिल्ने त हुँदैन नि हौ कहाँबाट हुन्छ लु भनौँ त हेर न त्यहाँ कुरा गरे मेरो ठुला बाउको नातिहरू दुईटा कुन चाहिँ को भनेर छुट्याउन नसकिन्छ ल तपाईँ पत्याउनुहोस् नपत्याउनुहोस् मै जस्तो मान्छे मेरै आँखाले मसँगै देखेको मेरै घरमा मेरै स्वास्नीसँग मै जस्तो मान्छे अर्कोले कुरा गरेको मैले देखिनँ लु लाखे भयो मैले तिमीहरूको कुरा पत्याएँ अरे लु है अहिले पत्याएँ अब लु भनौँ त एकजना मान्छेको अनुहार मिल्ने एकजना पो आउँछ त भेट हुन्छ एकजनाको नभएर दुईजना तीनजना चारजनाको सबैको अनुहार मिल्ने यही गाउँमा चाहिँ के खान आउँछ के खोज्दै आउँछ त्यही कुराले त चिन्तित छु नि म तर मैले सुनेको त एउटै अनुहार भएको मान्छे संसारभरिमा जम्मा 7 जना हुन्छ अरे ल हेर न 7 जना भन्छ अहिले जनसङ्ख्या वृद्धि भएर 25-30 जना भइसक्यो साना भिनाजी पनि बुझ्नु नसुझ्नु त्यतिकै बोल्नुहुन्छ अस्ति बीबीसीले भनेको 50 जनाको अनुहार मिल्छ अरे यो विश्वमा सेवारो सेवारो खै अनि यत्रो देश खाएर शेष भएको मान्छेलाई त कसैले सोध्दैन त आफै जान्ने भएर पटर बोलेको पो देख्छु हौ हामीलाई पनि बोल्नु दिउँ न हो यत्रो तकमा लगाएको मान्छे ढेन भएको लाखे लाहे त गए त पानी छन्क्यौ न पानी ल्याउनु पानी पानी ल्याउ भने सुन्दैन पानी छन् ए भिनाजी के हो भने तिमीलाई के हो सपना रहेछ सुन्ताले तिम्रो पनि लुगा धुने छन् भने तल झार होइन ए बुढुकी पेटीकोट फरिया ससुराको टाउकोमाथि भाल्छ आँखा फुट्यो कि क्या हो हेर्नु पनि कति सक्यो है तल बाछन् भन्ने के थाहा थियो त मलाई यति हो ठुक्क जोइटिङ रे अब हुँदा स्वानीको फरिया पनि धुने भए छैन खुब सुध्री छस् त मेरा यी बाको बुद्धि उनीहरूले हाम्रा लुगा धुँदा हुन्छ भने हामीले चाहिँ उनीहरूका लुगा धुँदा हुँदैन तिम्रो पनि लुगा खोला न बरु धोइदिन्छु नि म हेर सुन्ताले यी बाले तिमी बेगारी भएको देखेर हेपे हुन्थ्यो बरु अब यसो गर तिमी घरको काम म गरिहाल्छु है तिमी के कुखुरा पालन गर कि बाख्रा पालन गर लगानी म गरिदिन्छु तिमीलाई हो किन नहुनु करोडौं रुपियाँ छँदैछ उसँग लगानी गरिहाल्छ नि उनले त्यसरी हेपेर भन्यो भन्दैमा छोड्ने कुरा चाहिँ नगरकै खड्किने मिलेर बस्नुपर्छ तिमीहरू हेर गुआमा मेरो यस्तो जवानीमा खेलबाड गरे त्यसले के म राम्री छुइनँ कि मेरो जवानी छैन कि के गर्नु खोजेको त्यसले हुँदैकै खड्किने हुँदै त्यति भनौ भन्दैमा हुँदै ए खड्किने दि त यहाँ गोमालिका पो हुनुहुँदो रहेछ मैले त झन् उहाँ घर खोजेर बसिरा यता सुन्नु न खड्किने दिदी तपाईँ कहाँ बेच्ने बाख्रो छारे भनेर सुनेको थिएँ मेरो धुर्मुले बाख्रो पालन गर्छ भने म लगानी गर्दिन भने छन् के बेच्ने हो त त्यो मेरो बाख्रो कहाँ लाग्यो तपाईँको बुढालाई तपाईँको स्वर त कति राम्रो भनेर भनिदिएको बाह्रै बुगाएर पठाइदिनु बोल्ला गाई सकारिन्छ ताउने नेहा मन फकारिन्छ गाई सकारिन्छ ताउने नेहा मन फकारिन्छ बस्न लाग्यो आमा खड्काजी कति राम्रो स्वर अहिलेसम्म मैले यस्तो गीत त सुनेकै थिएन ल अब भ्याएनन् है नेपालमा तपाईँलाई अरूले चाहिँ कन्फर्म हो
आज किन यस्तो साह्रो मेरो स्वरको चाहिँ थाली परिरहला मान्छेले सबैले पनि अनि पैसा त ननै हुने भएन नि साँच्चै त पैसा त अघि नै सिद्धेको के दुधै लानुहोस् तपाईँ मेरो दुधै लानुहोस् देऊ बाख्रो पनि दिइहालेछौ जुत्ता पनि दिइहाल्यौ अब घर पनि देऊ ए खड्किनी दिदी यो घर त मलाई अहिले जिम्मा लगाइसक्नु भयो खड्काजीले जे गरे नि सुख छैन ए मेरी बासै